हेर्नुहोस् है साथीहरू, आज चाहिँ हामी मेरो छोराछोरीलाई रुगा मर्कीले सताएर खोकी लागेर धेरै खोकी लागिरहेछ। अनि घरैसी औषधि चाहिँ हामीले जानेको मौरीको मह, अदुवाहरू, बेसार यस्तै गरेर पकाएर यसरी यहाँनिर यसरी मजाले उमालेर खोकीको औषधि बनाएर दिउँ भनेर हजुरहरूले चाहिँ अब हजुरहरूलाई थाहा छ कि छैन, हामी चाहिँ यसरी बनाएर खुवाउँछौँ। रातभरि खोकी लगाएर चिसो गाडिएर हो कि अब रुगा मर्कीले सताएर हो। यहाँनिर अब मौरीको मह, अदुवाहरू चाहिँ अघि लगाइसकेर पकाइरहेछौँ। मजाले उमालेर चाहिँ यो अब यसले राम्रो गर्छ खोकीलाई पनि भनेर यो घरैसी औषधि चाहिँ पकाउँदैछौँ है साथीहरू। यो खोकीको औषधि बनाएको है हामीले जानेको। सित चाहिँ यो पारिजातको पत्ता, तुलसाको पत्ता चाहिँ थिएन साथीहरू, त्यो नभए पनि यसले काम गर्छ भनेर यो मजाले पकाएर धेरै बेर पकाएर दिउँ भनेर चाहिँ उमालेर दिनलाई गरिरहेछौँ साथीहरू। हस् त आजलाई यति नै, बाई बाई।